नमस्ते साथीहरू। नेपाली विवाह भन्ने बित्तिकै रमाइलो बाजागाजा र विधि विधानको एउटा उत्सव सम्झिन्छौँ। तर विवाहको त्यो गम्भीर माहौलमा सबैलाई हाँसो र उमङ्गले भर्ने एउटा रोचक पक्ष छ। त्यो हो सालीले भेनाको जुत्ता लुकाउने चलन। सालीहरू एकातिर हामीलाई दक्षिणा चाहिन्छ भन्दै अडान लिने अनि भेनाका साथीहरू जुत्ता जोगाउन दौडादौड गर्ने। तर के तपाईँले कहिल्यै सोच्नु भएको छ यो चलन कसरी सुरु भयो? के यो केवल पैसा माग्ने बहाना मात्र हो कि यसको पछाडि कुनै गहिरो अर्थ लुकेको छ? आज हामी यसैको ऐतिहासिक र सामाजिक पक्षबारे चर्चा गर्नेछौँ। यो परम्परा कुनै लिखित मितिमा त छैन, तर यसको जरा मिथिला संस्कृति र प्राचीन हिन्दू परम्परासँग जोडिएको मानिन्छ। पुराना जमानामा विवाह निकै औपचारिक हुन्थ्यो। दुलहा र दुलही पक्षका मानिसहरू बीच एउटा सङ्कोच हुन्थ्यो। यो सङ्कोचलाई तोड्न र नयाँ नातेदारहरू बीच आत्मीयता बढाउने यो रमाइलो खेलको सुरुवात गरिएको हो। भेना सालीको सम्बन्ध नेपाली समाजमा भेना र सालीको नातालाई सबैभन्दा खुल्ला र ठट्टा मजाक गर्न मिल्ने नाता मानिन्छ। जुत्ता लुकाउने बहानामा सालीले भेनासँग पहिलोपटक खुलेर कुरा गर्ने र आफ्नो हक दाबी गर्ने मौका पाउँछ। आध्यात्मिक दृष्टिकोणले हेर्दा जुत्तालाई अहङ्कारको प्रतीक मानिन्छ। मण्डपमा जाँदा जुत्ता बाहिर छोड्नुको अर्थ दुलहाले आफ्नो अहङ्कार बाहिर त्यागिएको बुझिन्छ। सालीले त्यो जुत्ता लुकाउनुको अर्थ अब तपाईँ हाम्रो परिवारको सदस्य हुनुभयो, हामी तपाईँको हरेक चिजको ख्याल राख्छौँ भन्ने सङ्केत पनि हो। अब यो कतिको सान्दर्भिक छ र प्रभावकारिता छ। आजको डिजिटल युगमा पनि यो परम्परा उत्तिकै लोकप्रिय हुनुका केही प्रमुख कारणहरू पनि छन्। यसले नयाँ दुलहाको धैर्यता र उनको उदारको सानो परीक्षण गर्दछ। हाँसेर पैसा दिँदा यसले नयाँ परिवारसँगको सम्बन्ध मधुर बनाउँछ। विवाहमा लामो र थकाइ लाग्दा विधिहरू हुन्छन्। यसबीचमा यसले जन्ती र घरका दुवै पक्षलाई ऊर्जा दिने काम गर्दछ। यसलाई सालीहरूका लागि एउटा रचनात्मक दक्षिणा माग्ने तरिकाको रूपमा पनि हेरिन्छ, जसले उत्सवलाई छुट्टै रौनक थप्छ। जुत्ता लुकाउने चलन केवल पैसाको लागि मात्र होइन, यो त दुई परिवार बीचको प्रेम, सम्मान र नयाँ नाताको स्वागत गर्ने एउटा मौलिक शैली पनि हो। यस्तै साना साना रमाइलो परम्पराले नै नेपाली संस्कृतिलाई विश्वमा फरक र जीवन्त बनाएका छन्। तपाईँको विवाहमा जुत्ता लुकाउँदा कति पैसा डिल भयो? तपाईँले कति दिनुभयो? या तपाईँले सालीहरूलाई कति ठग्नु भयो? कृपया कमेन्टमा लेख्न नभुल्नुहोला। यस्तै रोचक खालका प्रसङ्गहरू लिएर म फेरि पनि आउनेछु।